सम्पूर्ण दर्शकहरुमा मेरो तर्फबाट नमस्कार टक्राउन चाहन्छु। म आज यस्तो ठाउँमा आएको छु तपाईहरुलाई देखाउनको लागि। कृपया भिडियो चाहिँ स्किप नगर्नु होला, पुरा भिडियो हेर्नु होला, तपाईले अवश्य मन पराउनुहुनेछ है। आज म यस गुल्मीको रुरु क्षेत्र 4 बल्टक 4 नजिकै थप्लुङ पर्ने ठाउँमा आएको छु। यहाँ तपाईलाई मैले देखाउन चाहन्छु यहाँको ऐतिहासिक चीजहरु। हाम्रो यो शहरले एकदम राम्रो तरिकाले दुःख मेहनत गरेर कष्ट गरेर उहाँले चाहिँ यी सामग्रीहरु एक संग्रह गरेर राख्नु भएको छ। साथै यो आउने हाम्रो नयाँ जेनेरेसनको लागि पनि एउटा सुनौलो अवसर हो हेर्नको लागि हाम्रा पुर्खाहरूले के कस्ता सामग्रीबाट आफ्नो दिन गुजराहरू गरिरहेका थिए भन्ने यो पिढी हाम्रो नयाँ जेनेरेसनको लागि पनि एउटा उदाहरण हो यो। र यसबाट पुर्खाहरूले कति दुःख कष्ट गरेर आफ्नो दिन गुजराहरू गर्नुभएको थियो भन्ने कुरा चाहिँ हामी जेनेरेसन हाम्रो नयाँ पुस्ताले चाहिँ अवश्य चाहिँ यसबारे चाहिँ मनन गर्नुपर्नेछ र मनन गर्ने पनि छन् भन्दै म धेरै लामो भिडियो तपाईहरुसँग समस्या नल्याए पनि छोटकरीमा चाहिँ सामान्य कुराहरु चाहिँ म जानकारी दिन चाहन्छु। साथै आउनुस् उहाँसित केही छलफल गरौँ। उहाँले पनि यो विषयमा केही जानकारीहरु दिनुहुनेछ। यो सामग्रीको बारेमा अलिकति थप के सानो हजुरलाई जानकारी भए पनि उहाँको मुखबाट स्वयं सुनौ र जानकारी पनि लिउँ है। हस् आउनुस्। ल म क्यामेरा उहाँतर्फ लाँदैछु। ल सर्वप्रथम हजुरलाई नमस्कार टक्राउन चाहन्छु मेरो तर्फबाट। आदरणीय दर्शक तथा श्रोतावृन्दहरूलाई म विश्वराज पौड्याल शिव सरको सम्पूर्णमा नमस्कार। आज यहाँ रुरु क्षेत्र गाउँपालिका वडा नम्बर 5 थप्लुङ स्थित मेरो घरमा यो चाहिँ रुरु संग्रहालयको अवलोकन गर्न आइदिनु भएकोमा यहाँलाई स्वागत गर्न चाहन्छु। सबभन्दा पहिला म यो ऐतिहासिक वस्तु तथा हस्तकलाका सामग्रीहरूको संग्रहालय रुरु संग्रहालय यो वार्ड नम्बर 4 थप्लुङमा रहेको छ। रुरु क्षेत्र गाउँपालिकाको चाहना ऐतिहासिक वस्तु तथा हस्तकलाका सामग्रीहरूको जगेर्ना भन्ने यो मैले चाहिँ आफूले बनाएको नारा हो। 5 जको प्रयोग खुशी जीवन जिउन सहयोग। 5 वटा जको प्रयोग गर्यौं भने हामीले खुशी साथ सुखी साथ जीवन निर्वाह गर्न सक्छौं। जस्तै जल, जमिन, जंगल, जडीबुटी तथा जाँगर। यसका लागि मैले पछाडिपट्टि पछि भन्ने छु। त यसरी मैले चाहिँ यो स्थापना गरेको छु। त यहाँ जल, जमिन, जंगल र जडीबुटीको बारेमा म बताउन जाँदै छु। खास गरी विद्यार्थीहरूका लागि महत्त्वपूर्ण छ यो संग्रहालय। यहाँ जल, जमिन, जंगल, जडीबुटी हामीहरूले जल, जमिन, जंगल र जडीबुटी र जाँगर प्रयोग गर्यौं भने हामी विदेश गइरहनु पर्दैन, पैसाको आवश्यकता पर्दैन। ढुङ्गे युगमा पनि मान्छे बाँचेका थिए, जंगली अवस्थामा पनि मान्छे बाँचेकै थिए र अहिलेका जंगली राउटेहरूलाई पनि खास गरी पैसा आवश्यक परेको थिएन। अहिलेको सरकारले पैसा चाहिँ पेलेर मात्रै हो जंगलमा अझै पनि मान्छे बसिरहेका छन्। हामीले यो पैसै बिना, पैसा त्यति ठुलो चीज हैन, यो साधन मात्रै हो, स्रोत हैन। स्रोत जल, जमिन, जंगल, जडीबुटी र जाँगर स्रोत हो। यसलाई प्रयोग गर्यो भने हामी जिउन सक्छौं भनेर मैले यहाँ देखाउन खोजेको छु। जस्तै यहाँ विद्यार्थीका निमित्त मैले चाहिँ खास के गर्छु भन्दा ठुलो खालको विद्यार्थीलाई जीवन जिउने कला, जल, जमिन, जंगल, जडीबुटी र जाँगर प्रयोग गरेर जीवन जिउने कला सिकाउँछु। सानो विद्यार्थीलाई त्यसको पाठ्यक्रममा आधारित विद्यार्थीलाई पुराना वाद्यवादनहरू जस्तै यहाँ खैजडु, मजुरा, यिनी चाहिँ मादल, यिनी पुराना सामग्रीहरू देखाउन सक्छु। त्यसपछि माटोबाट रङ बनाउन सकिन्छ। यो प्राकृतिक रङ हो। अहिले नयाँ रङ आए पनि हामीले यो प्राकृतिक रङ रातो, सेतो अनि पहेँलो, कालो माटो प्रयोग गरेर प्राकृतिक रङ बनाउन सक्छौं। रङ बनाउन सकिन्छ। माटोबाट पनि हामीले चाहिँ अलग-अलग कलर बनाउन सकिन्छ। यो पनि एउटा चाहिँ एउटा नौलो कुरा मैले पनि सुनेको थिएन हैन। तपाईको विद्यार्थीले पढ्न पर्छ, कक्षामा विद्यार्थीले पढ्न पर्छ प्राकृतिक रङ भनेर मैले यो देखाउन सक्छु। अनि त्यस्तै गरी ऐतिहासिक तथा धार्मिक पुस्तकहरू छन् यहाँ। अनि प्राकृतिक चिकित्सा पद्धति पनि छ यहाँ। प्राकृतिक पुरानो प्राकृतिक चिकित्सा, अहिलेको चाहिँ डाक्टर त्यति आवश्यकता पर्दैन। सामान्य रोगलाई डाक्टरको आवश्यकता पर्दैन। प्राकृतिक चिकित्सा पद्धति छ। ऐतिहासिक पुस्तकहरू छन्। अनि जडीबुटी छन्। यहाँ बुवा आमाहरू आएर कोही वैद्यहरू आएर मैले चाहिँ बनाउन सक्छु, बनाउँछु भन्नुहुन्छ भने यहाँ मैले चाहिँ पुस्तक उपलब्ध गराउँछु, जडीबुटी उपलब्ध गराउँछु। अनि यहाँ चाहिँ खास गरी यिनी ऐतिहासिक पुस्तक, वेदका पुस्तक अनि पुस्तक राख्ने भाँडो, यो
झोला, यसलाई बादशाह भन्छन् अरे, बादशाह पनि भन्छ। बादशाह। अनि यहाँ चाहिँ पुरानो चस्मा छ, यो ऐतिहासिक वस्तु हो। जस्तै यो मैले गान्धी चस्मा भन्न रुचाउँछु, यो अहिले पनि मलाई मिल्छ, मेरो बाबालाई मिलो, हजुरबाबालाई मिलो, मलाई पनि मिल्दैछ। यो गोलो सिसासितको यो ऐतिहासिक चस्मा। अनि त्यस्तै गरी यहाँ पुराना यो मेरो माला हो। यसले यो ब्लड जब गर्ने मात्रै होइन, यसले ब्लड प्रेसर कन्ट्रोल गर्छ। ब्लड प्रेसर हुने मान्छेले यो चाहिँ शरीरमा धारण गर्यो भने, लगायो भने यसले ब्लड प्रेसर कम गर्छ। त्यस्तै गरी यहाँ पुराना बाजाहरू, यो मर्चुङ्गा छ यहाँ, यो मर्चुङ्गाहरू बजाउने कसरी हो भन्दा यो एकचोटि बजाइदिनुहोस्। यसरी बजाउने यो पुरानो बाजा हो। त्यस्तै गरी यहाँ एकतारे बाजा छ, यो रामायण भजन गाउँदाखेरि रामायणमा पनि कता कता यसको चाहिँ आउँछ, चलन चल्तीमा आउँछ। यो मैले पनि सामान्य रूपमा बजाउन सक्छु, बजाउँछु। जस्तै जय हरे राम जय गोविन्द गोपाल, दुवै दिनको जिन्दगी बिताइ दौडेर आउँछौ काला, भारी भयो पृथ्वीलाई रावणका पापले, रुन गइन् विष्णुसँग दुखीका स्वभावले। यो एकदम मधुर स्वरको एकदम आनन्द दिने खालको बाजा हो यो बाजाले। त्यस्तै गरी यहाँ ऐतिहासिक वस्तुहरू, अब म ऐतिहासिक वस्तुतिर गएँ। यी हातबाटै जल जमिन जङ्गल जडीबुटी प्रयोग गरेर बाँच्न सकिन्छ भनेको यहाँ चाहिँ ऊन तथा कपासबाट बनेका हस्तकलाका सामग्री छन्। जस्तै यहाँ चाहिँ हामीले कपडा लगाउनलाई कुनै उद्योग धन्दाको आवश्यकता पर्दैन। वैज्ञानिकहरूले भूकम्प जानेछ, विभिन्न खालका रोगहरू आउने छन्, विश्वयुद्ध हुन्छ भनेर भने छन्। त्यसका लागि हामीले आफ्नै जल जमिन जङ्गल जडीबुटी प्रयोग गरेर हामी कुनै उद्योग धन्दाबाट उत्पादित वस्तुलाई प्रयोग नगरिकन हामीले कपडा बनाउन सक्छौँ। जस्तै यहाँ ऊन छ, यो भेडा च्याङ्ग्राको ऊन हो। म देखाउन चाहन्छु यहाँलाई, यो भेडाको ऊन हो। भेडा पाल्ने अनि खरायो पाल्ने अनि कपास उत्पादन गर्ने, कपासका बोट बिरुवा लगाउने अनि यसरी धागो काट्ने, धागो काटेर हातेतानमा यो हातेतान हो। यो हातेतानमा धागो त यो हातेतान त सायद देख्न पनि हरा हैन। यो कम्बल ओढ्ने, बिछाउने, लगाउने स्वेटर, टोपी, पन्जा, मोजा र हामीले शरीरमा लगाउने कपडा उत्पादन गर्न सकिन्छ यसबाट। यो कुनै उद्योग धन्दा बन्द भए पनि हामीलाई कपासको आवश्यकता, लगाउने कपडा बनाउने उद्योग धन्दाको आवश्यकता पर्दैन। हामी सानो छँदा पनि यो अलिकति तपाईँको यो बुनेको चाहिँ अलिकति याद छ कि देखिन्थ्यो। अब त्यति त अब सम्झिन सकिएन। त्यस्तै यहाँनिर विद्यार्थीहरूका लागि मानापाथी ढकतराजुको प्रयोग म देखाउँछु। यहाँ मानापाथी ढकतराजु भए अनि यो चाहिँ हस्तक सामान्य यिनी पुराना ऐतिहासिक यो चापी हो, भोटे तालचा भन्छन्। यो सुल्फा, भुसा खाने सुल्फा हो। यो पुरानो क्यामेरा हो, यो पुरानो टेप हो हैन। यहाँ चाहिँ अब विद्यार्थीले हामीले आगो कहाँबाट उत्पादन भएको, उत्पत्ति भएको भन्दा यहाँबाट उत्पत्ति भएको। पहिला यो ढुङ्गाबाट आगो बाल्थे मान्छेले, ढुङ्गा र फलाम यसरी हानेर आगो बाल्थे। आगो बालिसकेपछि यो पहिला उज्यालोको लागि यो सल्लाको चाहिँ यो चोपबाट चाहिँ यो बाल्ने ब्यालो भन्छ। हामीले पनि लगभग सानो छँदाखेरि ब्यालोबाटै सुरु गरियो। त्यसपछि गाई भैँसी पाल्न थालेपछि पालाको प्रयोग भयो। त्यसपछि मड्तेल आएपछि टुकीको, मड्तेलको प्रयोग भयो। त्यसपछि ठड्यौरो, माथि उज्यालो प्रकाश टाढा जाओस् भनेर ठड्यौरो। त्यसपछि लालटिन, ल्याम्प, लाइट अनि मेन्टोल गर्दै अहिले यो बिजुली आछ। यदि विश्व भूकम्प गएर बिजुली उत्पादन बन्द भयो भने हामी फर्केर फेरि यही अवस्था आउने हो। त्यसकारण हामी बाँच्न सकिन्छ। यहाँ ऐतिहासिक वस्तुहरू छन्, यिनी मुद्राहरू ऐतिहासिक, विद्यार्थीलाई ऐतिहासिक इतिहास जान्ने स्रोत हो। पुराना कागजपत्र, पुराना मुद्रा, शिलापत्र, ताम्रपत्र भन्ने पढ्नुपर्छ विद्यार्थीले। यी पुराना चिजहरू जस्तै यहाँ खराउ
छ यो हाम्रो जुत्ताको लागि प्रयोग हुने यो खराउ काठको खराउ हो जुत्ता चप्पल चाहिँदैन कि उद्योग धन्दा बन्द भए पनि रोगै आए पनि भूकम्पै आए पनि यहाँ पृथ्वी चाहिँ रहोस् जल जमिन जङ्गल जडीबुटी रहोस् अरू मानव निर्मित वस्तु सबै ध्वस्त भए पनि मान्छे बाँच्न सकिन्छ यी पुराना वस्तु यिनी स्थानीय खेल हुन् हाम्रो पुरानो खेलिन्थ्यो यो फिटकुली हो यो लारी लौरा हो यो फिरफिरे हो यो घुर्रा हो यो गुच्छा हो यो राज्य खेल्ने ढेक हो यो बेट हो अनि यो बलडेङ्ग्रा हो यो चारी हो यिनले गर्दाखेरि सानोको सम्झना चाहिँ आयो सायद अहिलेको हाम्रो पुस्तालाई चाहिँ यिनी के हो भन्ने पनि थाहा छैन हैन यो स्थानीय खेल अनि यो चाहिँ गलबन्दा बुन्ने साँचो हो जाति अनि बाबुहरूले तमाखु खाने यो सोते हो यसरी यहाँ चिलिम यसरी राखेर यहाँ चिलिममा चाहिँ तमाखु भरेर गरेर तमाखु खानुहुन्थ्यो यो सोते हो सोतेपछि बल्ल यो हुकाको अनि गुडगुडेको चलन आएको अनि यिनी ऐतिहासिक वस्तु भए त्यसपछि हस्तकलाका सामग्रीहरू माटोबाट बन्ने विभिन्न हस्तकलाका सामग्री छन् यहाँ जस्तै राम्रो बनाउनु पर्यो भने त्यहाँ कलर गरिएको छ यो चाहिँ पितलको होइन कलर गरेको माटोको भाँडामा कलर गरेको राम्रो देखाउनलाई यी हस्तकलाका सामग्री मध्ये यिनी चाहिँ माटोका सामग्री हुन् पुरै यिनी चाहिँ माटाका सामग्री त्यस्तै गरी काठबाट बनेका सामग्रीहरू छन् यहाँ काठबाट ठेकी ठेका हैन चौठी अनि यो दुध चलाउने डाडु अनि डाडु पनि नौलो लाग्यो सबै प्राकृतिक चिजबाट चाहिँ प्राकृतिक मान्छे पैसा खर्च गर्नु पर्दैन कि अब जुगा गोरु नार्नलाई जुगा हलो अनि चाहिँ काठबाटै बनेका मोही पार्ने भैँसी धुने घिउ तेल दुध दही राख्ने यिनी चाहिँ मसला राख्ने यो सबै काठैबाट बनेका भाँडा हुन् काठ र माटो अनि खर पराल प्रयोग गरेपछि हामी अरू उद्योग धन्दाबाट बनेका सामग्रीको आवश्यकता पर्दैन यो मकै भुट्ने हाँडी हो अनि यिनी सामग्री हामीले उत्पादन गरेका वस्तुहरू खानेकुराहरू राख्ने यी मटुला यो फाँके अन्न राख्ने यो पानी राख्ने घैँटो अनि गाई भैँसी पालेर मोही पार्ने ठेको मदानी यहाँ छ यो यी कपडा मैले भनिसकेँ है यो तान यो चर्खा हो यस धागो बाट्नलाई बनाइएको चर्खा हो यो काठबाटै अनि त्यस्तै गरी यहाँ काठबाट बनेका सामग्री मध्ये यो पुरानो मधुस छ हजुरआमा जिजुआमाहरूले चाहिँ आफ्ना पैसा कपडाहरू राख्ने काठको चाहिँ मधुस हो यो भोटे तालचा हो यस्तै तालचा लाएर राख्नुहुन्थ्यो अनि यो चाहिँ हतासो हलो जुगा यो काठबाटै बनेका सामग्री हुने यिनी त्यस्तै गरी माटो काठबाट कपासबाट बनेका सामग्री पछि यो चाहिँ चोए यहाँ छ खर पराल पटुवा वनस्पतिबाट बन्ने सामग्रीहरू यहाँ छन् जस्तै यी बाँसबाट बनेका यो पेटारो अनि डाली अनि फुगो यिनी सबै चिज यी नाम्ला दाम्ला यो छालाको दाम्लो छ सबभन्दा पहिला छालाको दाम्लो पनि प्रयोग हुन्थ्यो छालाको नाम्लो चोयाको दाम्लो अनि रसीहरू यी गुलेली हैन यो बाँसबाटै बनेका राख्नु रहेछ यो सोली पेटारो हैन डोको डालो अनि चाहिँ सुपो यो वस्तुहरू खेतबारीबाट ल्याएको अन्न राख्ने कोठा हैन हामीले यसरी जम्मा गर्छौँ त्यस्तै गरी मान्द्रो यहाँ सुकाउने यो विशुल सुकाउने मान्द्रो हो यहाँ खास गरी कुट्ने पिस्ने र पेल्ने तीनटा खाद्य वस्तु हुन्छन् ती कुटेका वस्तु पेलेका र पिसेका वस्तुहरू राख्ने भाँडाहरू यिनी काठ र माटाका हुन् र सुकाउने यिनी हुन् खेतबारीमा काम गर्ने स्याउ हो यो खेतबारीमा पानी आउँदाखेरि नभिजियोस् भनेर स्याउको प्रयोग हुन्छ यो पनि चुवाइबाट यिनी चिज त अहिलेको पुस्तालाई सोध्नेहरू पनि थाहा छैन नाम थाहा छैन जान्दैनन् नामला यिनी सबै खर पराल पोस्कर पटुवाबाट बन्छन् अनि यसरी यो हस्तकलाका सामग्री हामीलाई प्राकृतिक वस्तु प्रयोग गर्यौँ भने कुनै वैज्ञानिकले भने जस्तै यहाँ 10 रेक्टरको भूकम्प आउला वातावरण बिग्रला अनि विश्वयुद्ध होला चाहे जे भए पनि हामीले बाबुबाजेले अब चाहिँ पृथ्वीनारायण शाहका पाला 22-24 राज्यका पाला लुक्नलाई बनाइएका सुरुङहरू छन् हाम्रो पहाडमा अहिले हामीले ऐतिहासिक सुरुङ भनेर हेर्न जान्छौँ त्यहाँ ती चाहिँ पहिला 22-24 राज्यका पाला मान्छेहरू लुक्ने ठाउँ बनाइएको त्यहाँ लुक्ने अनि बाहिर जङ्गलमा भएका जडीबुटी खाने पानी खाने जङ्गलमा भेटिएका वस्तुहरू खाने गएर त्यहाँ लुक्ने
त्यस्तो अवस्था आउन सक्छ कि फेरि पनि त्यही भएर मान्छे त्यही त हामी जति पनि आधुनिक भए पनि आखिरी चाहिँ यो प्राकृतिक सोर्समा चाहिँ होइन भिन्नै पर्दो रहेछ यसैमा चाहिँ घोलमेल हुने हो प्रकृतिले दिएको पञ्चतत्त्व हावा प्रकाश जल जमिन जङ्गल यसलाई आफ्नो जाँगर यो प्रयोग गरियो भने कस्तै लडाइँ होस् विश्व युद्ध होस् कुनै देशले नाकाबन्दी लगाओस् यहाँ विभिन्न खालका रोगहरू आउन् विभिन्न खालका चाहिँ भूकम्पहरू आउन् हामीले मान्छेले बनाएको सबै नाशवान छ नाश हुन्छ तर प्राकृतिक वस्तु नाश हुँदैन यसैलाई आधार मानेर हामी बाँच्न सक्छौँ प्रकृतिले हामीलाई त्यो दियो छ त्यसकारण मैले विद्यार्थीलाई यो कुरा बुझाउन चाहन्छु आउने पुस्ताहरूलाई जस्तै जे भए पनि अब सुख सहयोग गर्नुहोस् अमेरिका जानुहोस् बेलायत जानुहोस् लन्डन जानुहोस् जहाँ जाने जानुहोस् पैसा कमाउनुहोस् ल्याउनुहोस् ऐस आराम गर्नुहोस् आखिर तपाईँलाई कोरोना जस्तो रोग आउँदा तपाईँ कहाँ जाने 10 रेक्टरको भूकम्प आयो भने तपाईँ कहाँ जाने अनि यो वातावरण बिग्रियो भने तपाईँ कहाँ जाने आउने सुरुङमा बस्ने जङ्गलमा भएका वस्तुहरू यिनै चाहिँ वस्तु प्रयोग गरेर आफ्नो चाहिँ बस्ती बसाल्ने खाने पिउने बाँच्ने नाच्ने यही भन्न चाहन्छु हस् ल अन्त्यमा चाहिँ हजुरलाई यसो यो काम गर्नुपर्छ भन्ने चाहिँ प्रेरणा हजुरलाई कहाँबाट आयो कसले दियो के भयो मैले खास गरी भन्दाखेरि मैले भनिसकेको छु यसभन्दा अगाडि पनि म 35 वर्षसम्म विद्यालयमा सेवा गरेको शिक्षक मैले विद्यार्थीलाई पढाउँदाखेरि कक्षामा यी प्राकृतिक वस्तुहरू उदाहरण मैले प्रस्तुत गर्न सकिनँ किन भन्दा त्यहाँ हलो लिएर जाने कुरो भएन चर्खा लिएर जाने कुरो भएन माटाका घैँटा मटुला लिएर जाने कुरो भएन अनि विद्यार्थीलाई हस्तकलाका सामग्री यिनी हुन् यस्ता बन्छन् चित्र मात्रै देखाएँ होइन त्यो वस्तुहरू विद्यार्थीले विद्यालयमा पाठ पढोस् अनि आएर यहाँ हेरोस् उदाहरण हेरोस् कि हलो यस्तो हुने रहेछ जुवा यस्तो हुने रहेछ फाली यस्तो हुने रहेछ खुर्पेटो यस्तो हुन्छ स्याउ यस्तो हुन्छ यो फल्नु भाँडो यस्तो हुन्छ भनेर यहाँ उदाहरण हेरोस् भनेर मैले यो जम्मा गर्नलाई मलाई त्यही विद्यार्थीलाई चाहिँ दिन नसकेको उदाहरणको खर्को हजुर मैले यहाँ प्रस्तुत गर्न खोजेको अबका शिक्षकहरूलाई अबका सरहरूलाई सजिलो होस् भनेर मलाई त्यहाँबाट प्रेरणा आयो भनेपछि यो सामग्री तपाईँले कतिपय सहयोग मिल्यो कि हजुरले आफै सङ्ग्रह एकदम ठिक कुरा गर्नुभयो मैले कतिपय सामानमा आफै जम्मा गरेछु पैसा हालेछु लगानी गरेछु कतिपय सामानहरू साथीभाइले सहयोग गर्नुहुन्छ बुवा आमाले सहयोग गर्नुहुन्छ मैले यहाँ सौजन्य जसले दिनु उहाँको नाम पनि लेख्दै जस्तै यो चर्खा जीवनसाईले दिनु अनि घैँटो चाहिँ गीता पौडेलले दिनु त्यस्तै गरी यहाँ सौजन्य जसले गरेछ मैन्डोल चाहिँ कर्ण श्रेष्ठले दिनु अनि मैले चाहिँ साथीहरूले दिनुहोस् आफूसँग भएको पुराना वस्तुहरू कोही मागेछु कोही किनेछु कोही सहयोग गर्नुहोस् साथीहरूले यसरी जम्मा गरेछु जम्मा गर्दैछु अझै जम्मा गर्ने लक्ष्य छ मेरो हस् यो चाहिँ प्रेरणा तपाईँलाई चाहिँ मिल्दै जाओस् होइन जतिभन्दा जति हाम्रो दर्शक सामु यो भिडियो पुगोस् होइन अनि यहाँको पनि प्रचार होस् होइन यी ऐतिहासिक चिजहरू हाम्रा पुर्खाले चाहिँ जसरी हामी दुःख कष्ट गरेर होइन यस्तो चिजहरूमा आफ्नो दिन गुजारा गर्नुभएको थियो यो चिज चाहिँ प्रत्येक नेपालीहरूको प्रत्येक बच्चाहरूलाई चाहिँ कान कानमा पुग्नुपर्छ उहाँले देख्नु पनि पर्छ होइन थाहा पनि हुनुपर्छ किन अहिलेको विलुप्त भइसकेको छ अहिलेको मोडर्न युगमा चाहिँ सबै हराइसकेको छ यो चिज छैन कि होइन गाउँघरमा पनि छैन अब बताएर पनि सामग्री छैन होइन दुःख छ नि यो चिजहरू सङ्ग्रह गर्न के अरे एकट्ठा गर्नलाई त गाह्रो छ नि होइन जसरी तपाईँले गर्नु यो चाहिँ एकदमै सराहनीय कुरा हो साथै अब आउने यो हाम्रो दर्शकहरूलाई चाहिँ हजुरले चाहिँ अन्त्यमा चाहिँ के भन्न चाहनुहुन्छ दर्शकहरूलाई यसको विषयमा के भन्न चाहन्छु भन्दाखेरि तपाईँसँग भएका पुराना सामग्री छन् भने तपाईँको सौजन्यकर्ताको नामसहित मैले राखिदिन्छु पुराना सामग्री ल्याइदिनुहोस् होइन त्यसपछि विद्यार्थीहरूलाई सकेसम्म आफ्ना बालबालिकालाई यहाँ देखाउन वस्तु चिनाउन देखाउन ल्याइदिनुहोस् र खास गरी मैले त्यही भन्न खोजेँ कि अब परिवेश जमाना जीवन कस्तो आउँछ जस्तै 7 रेक्टरको भूकम्प जाँदा 6 रेक्टरको भूकम्प जाँदाखेरि त मान्छे यहाँ तहस नहस हुन्छ वैज्ञानिकले 10-12 रेक्टरका भूकम्प आउने छन् भनेछ विभिन्न खालका कोरोनाभन्दा अझै खतरा रोग आउने भनेछ विश्व युद्ध हुने भनेछ तेस्रो विश्व युद्ध होला भनेछ विज्ञानले जो भनेछ वैज्ञानिकले जो भने मैले भने होइन त्यस्तो अवस्था भयो भने पनि हामीभन्दा अर्को पिँढीलाई त्यो पिँढी बाँच्न पर्छ मानिस बाँच्न पर्छ बाँच्नका लागि के गर्ने त
भन्दाखेरि यो अहिलेको मानव निर्मित वस्तुले केही हुँदैन, ती सबै नाशवान हुने हुन्। यो प्राकृतिकको पञ्चतत्त्वलाई प्रयोग गरेर हामी बाँच्न सिक्न र सिकाउन पर्छ। त्यो विद्यार्थीले यहाँ आएर सिक्छ र ती विद्यार्थीलाई भाइ बहिनीलाई ल्याइदिनुहोस् भनेर भन्न चाहन्छु। हस्, हजुरलाई यति समय चाहिँ मलाई मेरो तर्फबाट चाहिँ होइन हजुरले चाहिँ दिनुभयो, यसको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यहाँलाई पनि मेरो धेरै धेरै धन्यवाद, यहाँ आइदिनु हो। यो चाहिँ प्रचार प्रसार गर्नका लागि प्रचार प्रसार होस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। हस् त यो भिडियो जतिभन्दा जति हाम्रा दर्शकहरूको माझ पुगोस् भन्न चाहन्छु र उहाँहरूले हेर्नु होला यो भिडियो। साथै यहाँ आएर अवश्य एकचोटि चाहिँ अवलोकन गर्ने चाहिँ मौका चाहिँ हजुरको बच्चा बच्चीलाई चाहिँ दिनै पर्छ, किनकि उहाँ यो बच्चा बच्चीले चाहिँ एकदमै सिक्नुपर्ने आवश्यकता छ। यो होइन, यो विलुप्त भइसकेको चिजहरू हो। हजुरहरूले चाहिँ अवश्य एकपटक चाहिँ यहाँ यो गुल्मीको रुरु क्षेत्र 4 थप्लुङ पर्छ, उहाँसित आएर हजुरले मजाले यी सामग्रीको बारेमा विशेषताको बारेमा हजुरले सोधेर बुझ्न सक्नुहुन्छ। बच्चाको लागि चाहिँ अति आवश्यक चिज छ है यो, किनकि अहिले चाहिँ यो हराइसकेछ, हाम्रो समाजमा भेट्दा पनि भेटिन्न। यो चाहिँ देखाउन अवश्य जरुरी छ। बच्चा बच्चीलाई चाहिँ हजुरले चाहिँ एकपटक अवश्य ल्याउनु होला। हस्, यो यति भन्दै यो भिडियोबाट म अन्त्य गर्न चाहन्छु। हस्, धन्यवाद।